केही कमी कमजोरीहरू छन् बाटोमा बस्दा व्यवहारका कुरा छन् अघि भन्नुभयो चिटका कुरा गर्नुभयो यो चिट तँलाई म्यान्डेटरी हो भने होइन म्यान्डेटरी एउटा कुरो तपाईँ विदेशमा जानुहोस् ओभर स्पिडमा जानुहोस् तपाईँको पछि पछि गाडी आएर चाहिँ $800 फाइन हान्छ त्यो चाहिँ के राजस्व उठाउनु गरे हो र ट्राफिक रुल भायोलेसनको जाँड खाएर मापसे गरेर सवारी साधन चलाएर हिँड्नुहुन्छ हामीले चेक गर्दैन भने त भोलि दुर्घटना हुन्छ मान्छेको मृत्यु हुन्छ ओहो त्योभन्दा जरिवाना लाग्छ क्लास बस्नुपर्छ भन्ने एउटा डिटरेन्स पोलिसी हो यो चिट भनेको चाहिँ हाम्रो राजस्व थुपार्नको लागि हामीलाई कमिसन खानको लागि भनेर कतिले भन्नुहुन्छ कहाँबाट आउने हामीलाई कमिसन त्यो त राजस्वमा जाने हो त्यो चिट भनेको चाहिँ सवारी व्यवस्थापनलाई थप अनुशासित बनाउनु हो कतिपय अवस्थामा चाहिँ के अरे सामान्य कुरामा साग लिन गएको नि काटिदिएको छ दुध लिन जाँदा नि काटिदिएको छ औषधि लिन जाँदा नि काटिदिएको छ नगर भन्छौँ हामीले भनेका छौँ गर्न पर्नेलाई गर गर्न नपर्नेलाई नगर तर मेरो आमा बा दिदी बहिनी बोकेर हिँड्ने तपाईँहरू नि तपाईँहरूलाई मैले नसोध्ने नहेर्ने बढी रेगुलेसन गरिन्छ किन बोक्नु भएको त मेरो आमा बा त्यही भएर गरिन्छ रेगुलेसन र त्यो रेगुलेसनमा यहाँहरूको साथमा आएको यहाँहरू अभिभावक पनि यो ट्राफिक हो यहाँहरू आफै ट्राफिक हो किनभने जसले भेहिकल व्यवसाय गर्नुहुन्छ त्यो ट्राफिकको टिचर हुनुपर्छ त्यो ट्राफिकको गाइडलाइन हुनुपर्छ त्यो आफ्नो स्टाफहरूको सोसल मोबिलाइजर हुनुपर्छ र जज हुनुपर्छ कि म पहिलो तपाईँ गाडी किन्दाखेरि प्यासेन्जर बन्नु पऱ्यो रोड हेर्नु पऱ्यो बाटो कस्तो छ जस्तो छुट्टै लेनमा आउनुभयो 2 लेनभन्दा 3 लेनका बाटा छैनन् कुन लेन दिने हो 2 लेनभन्दा 3 लेनका बाटा छैनन् हामी पुरातात्विक सहरमा छौँ कल्चरल सिटीमा छौँ कल्चरल सिटी धेरै ट्रेडिसनल सिटी हो पछि बनेको सिटी होइन यो धेरै इतिहासकै सबभन्दा पुरानो सिटी हो रोम सभ्यताको बराबरको काठमाडौँ सिटी हो अनि त्यो पुरानो सिटीमा तपाईँ नयाँ बाटा काँडमा आउनुहुन्छ यही बाटोमा यसैलाई व्यवस्थापन गरेर ट्राफिकिङ कसरी सहजीकरण गर्न सकिन्छ त्यसलाई ध्यान दिने हो सबै